यो एउटा गीत मात्र होइन, समाजको यथार्थ चित्रण पनि हो। प्रस्तुत गीतमा प्रयोग गरिएका शब्दले कुनै जात, वर्ग, धर्म तथा लिङ्गको अपमान गर्ने हाम्रो उद्देश्य कदापि होइन। छुवाछुत विरुद्ध जागरणका लागि समर्पित यो गीतले सामाजिक चेतनासँगै मानसिक परिवर्तनमा पनि सघाउ पुग्ने विश्वास हामीले लिएका छौँ। भगवान रूपी दर्शक तथा श्रोताप्रति सदैव आभारी छौँ र हुनेछौँ। तपाईहरूको माया अनि साथ यसरी नै सदैव रहिरहोस्। धन्यवाद। के भयो? मलाई भगवान म घरबाट भागिरहेको सानो सानो घर छ मेरो रुद्रपुरको गाउँमा। गोरे बाबु भन्दै मलाई बोलाउँछन् त्यो ठाउँमा। नामले पाएको कामले पाएको कामी दाइको छोरो। ए लाला माया नखाम सामनै मेरो मोरो साइली। ए साइली मसँगै जान्छौ र मैले छोको खान्छौ र। ए साइली मसँगै जान्छौ र मैले छोको खान्छौ र। सिर्जना के हाम्रो रगत छ र? ल भन्नुहोस् त, तपाईँको रगत कुन अनि मेरो रगत कुन? म त खाँदैछु त। तिमी खायौ? खाएँ। खाँछौँ खाँदैन। किन यति बुझ्ने भारा अबुझा कि भन्छौ? ओइलिएको फुल माता शिर सजाउँछु भन्छे। धरती आकाश भेट भएको देखा छौ र कहिले? ए पूर्वै घामलाई हत्केलाले छेक्या छौ र कहिले? साइली मसँगै रुन्छौ र मसँगै हाँन्छौ र। ए साइली मसँग
सँगै हाँस्यौ र भोलि हामीलाई अप्ठ्यारोले घेर्ने होला फेरि तिम्रो माया मेरो माया हुन सक्छ घाँटी ए रुँदै रुँदै बाँच्नु भन्दा बरु यसै साइले सँगै जिउँछौ र सँगै मर्छौ र सँगै जिउँछौ र सँगै मर्छौ र ए साइली सँगै जान्छौ र मैले छोको खान्छौ र ए साइली सँगै रुन्छौ र सँगै हाँस्यौ र सँगै जिउँछौ र सँगै मर्छौ र सँगै जिउँछौ र सँगै